तपाईं साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च, स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड, न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार नोभेम्बर 9, 2025। विषय: आदम र पतित मानिस। स्वर्ण पाठ: याकूब। त्यो मानिस धन्य हो जो आपद विपदमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। उत्तरदायी पढाइ: याकूब। यदि कुनै मानिस परमेश्वरले परीक्षामा पार्नुभयो भने उसले यो भन्नु हुँदैन, परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनुहुन्छ। दुष्टले परमेश्वरलाई परीक्षा तुल्याउन सक्दैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन। एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ, उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फसाउँछ। दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढ्छ, यसले मृत्यु जन्माउँछ। मेरा प्रिय भाइ बहिनीहरू, मूर्ख नबन। सबै असल कुरा परमेश्वरबाट आउँछ, अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नुभयो। तर छाया ती ज्योतिहरूबाट बदलिए जस्तो परमेश्वर कहिले परिवर्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ। सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनुभयो। उहाँले सृजना गरेको वस्तुहरूमध्ये हामीलाई सबभन्दा महत्त्वपूर्ण बनाउनु इच्छा गर्नुभयो, यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदे। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको हृदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउनेछ, तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालन गर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ। पाठ सेर्मन बाइबलबाट। उत्पत्ति। आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। तब परमेश्वरले भन्नुभयो, अब हामी मानिस सृष्टि गरौँ। हामी मानिस हाम्रै स्वरूप बनाउनेछौँ र मानिस हामी जस्तै हुनेछन्। तिनीहरूले जलचर, नभोचर, स्थलचरमा ठुला साना अनि घस्रने सबै प्राणीहरूमाथि शासन गर्नेछन्। यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशीर्वाद। परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चिजको निरीक्षण गर्नुभयो अनि सबै असल लाग्यो। उत्पत्ति। यसरी पृथ्वी, आकाश र तिनीहरूभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो। पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो।
तब त्यसपछि परमप्रभु परमेश्वरले भुइँबाट माटो उठाउनुभयो अनि मानिस सृष्टि गर्नुभयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनुभयो र यसलाई जिउँदो बनाउनुभयो। तब परमप्रभु परमेश्वरले मानिसलाई लानुभयो अनि बगैँचा खनजोत अनि हेरचाह गर्न उसलाई राख्नुभयो। परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनुभयो। परमप्रभु परमेश्वरले भन्नुभयो, तिमीले कुनै चिन्ता बिना यस बगैँचाको कुनै पनि रुखबाट फलहरू खान सक्छौ। परन्तु बढ्यावैताची ज्ञान करून देणाऱ्या झाडाचे फळ तू खाऊ नको, जर त्या झाडाचे फळ तू खाशील तर तू नक्की मरशील। उत्पत्ति। परमप्रभु परमेश्वरले सृष्टि गर्नुभएको सबै जन्तुहरूमध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई रोक्यो, ए नारी, हे परमेश्वरले बगैँचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नुभएको छ। तर सर्पले स्त्रीलाई भने, तिमीहरू निश्चय मर्ने छैनौ। परमेश्वरले पनि जान्नुहुन्छ, जब तिमीहरूले त्यस रुखको फल खान्छौ तिमीहरूको ज्ञान खोलिन्छ अनि तिमीहरू कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ। तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो। त्यस रुखबाट केही फलहरू टिपेर खाए अनि आफूसँग भएको मानिसलाई पनि खान दिए र उसले पनि खायो। परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनुभयो अनि सोध्नुभयो, तिमी कहाँ छौ? तब त्यस पुरुष मानिसले उत्तर दियो, तपाईको आवाज मैले बगैँचाभित्र चाल पाएँ र म नाङ्गै रहेको हुँदा डराएर म लुकेँ। तब परमप्रभु परमेश्वरले भन्नुभयो, तिमी नाङ्गै छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ? त्यस मानिसले भने, स्त्री जो तपाईले मसित बस्न दिनुभयो, उसैले मलाई रुखको फल दिइन् अनि मैले खाएँ। तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, तिमीले किन यस्तो काम गर्यौ? तब त्यस स्त्रीले भनी, सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ। परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमिन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो। लुका। येशू गेनेसरेत झिलको किनारमा उभिनुभयो। उहाँको वरिपरि धेरै मानिसहरू भिड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे। येशूले झिलको किनारमा दुईवटा ढुङ्गा देख्नुभयो। उहाँ एउटा ढुङ्गामा चढ्नुभयो जुन सोमोनको थियो अनि उसलाई त्यो ढुङ्गालाई किनारको अलिक छेउमा लाउन लगाउनुभयो। तब उहाँ त्यसमा बस्नुभयो अनि मानिसहरूलाई सिकाउन थाल्नुभयो। जब येशूले आफ्नो भनाइ सक्नुभयो, उहाँले सिमोनलाई भन्नुभयो, यो ढुङ्गालाई गहिरो पानीतिर लैजाऊ अनि माछा मार्नु जाल फिजाऊ। तब शैतानले येशूलाई एउटा अग्लो ठाउँमा लग्यो अनि एकै क्षणमा पृथ्वीभरि रहेका सबै राज्यहरू देखायो। तब शैतानले येशूलाई भन्यो, म तपाईलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसँगै दिनेछु। यी सबै मलाई दिएको छ। म यी सब कसैलाई पनि दिन सक्छु। यदि तपाईले मलाई उपासना गरे म यी सब तपाईलाई दिनेछु। उहाँले उत्तर दिनुभयो, धर्मशास्त्रमा यो लेखिएको छ, तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नुपर्छ अनि उहाँको मात्र सेवा गर्नुपर्छ। तब त्यो शैतानले येशूलाई यरुसलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, यदि तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यहाँबाट फालो हान्नुहोस्।
किनभने धर्मशास्त्रमा यो लेखिएको छ, उहाँले तिम्रो रक्षाको लागि आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ। यो पनि लेखिएको छ, तिनीहरूले तिमीलाई हातै थाम्नेछन्, जसद्वारा तिम्रो पाउरुङ्गामा बजारिने छैन। येशूले उत्तर दिनुभयो, यो पनि धर्मशास्त्रमा भनिएको छ, परमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन। शैतानले येशूलाई प्रत्येक पक्षबाट सताइसकेपछि उसको अनुकूल समय नआउन्जेलसम्मका निम्ति छोडेर गयो। येशू पवित्र आत्माको शक्ति लिएर गालिलमा फर्कनुभयो। गालिलभरि उहाँको बारेमा समाचारहरू फैलियो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन सुरु गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे। मत्ती। येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, मत्ती। यसैले जति बेला तिमी प्रार्थना गर्दछौ, त्यसबेला यसरी प्रार्थना गर, हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौँ तपाईको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौँ तपाईको राज्य आओस् अनि तपाईको इच्छा स्वर्गमा झै यस पृथ्वीमा पूरा होस्। आज हामीलाई प्रत्येक दिन चाहिने भोजन दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर हामीलाई दुष्टबाट बचाउनुहोस्। कोरिन्थी। हामीमा पनि अरूमा जस्तै प्रलोभनहरू छन्, तर तिमीले परमेश्वरमाथि भरोसा राख्न सक्छौ। उहाँले तिमीले सहनु सक्ने भन्दा बढ्ता परीक्षा लिनु दिनुहुँदैन। जब तिमी प्रलोभित हुन्छौ, परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नुहुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ। गलाती। यदि कोही मान्य नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैलाई धोका दिइरहेको छ। पत्रुस। जब कष्ट आइपर्छ, जसले आफ्नो सेवा गर्छन्, तिनीहरूलाई बचाउनु प्रभु परमेश्वर जान्नुहुन्छ। म क्रिस्चियन साइन्स टेक्स्टबुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एलडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। मानिस सबै विचारहरूको पारिवारिक नाम हो, अर्थात् परमेश्वरका छोराछोरीहरू। परमेश्वरले दिनुहुने सबै कुरा उहाँको अनुरूप चल्छ, भलाइ र शक्ति प्रतिबिम्बित गर्दछ। देवता गठन गर्ने पदार्थ, जीवन, बुद्धि, सत्य र प्रेम उहाँको सृष्टिद्वारा प्रतिबिम्बित हुन्छन्, र जब हामी भौतिक इन्द्रियहरूको झुटो गवाहीलाई विज्ञानको तथ्यहरूको अधीनमा राख्छौँ, हामी यो साँचो समानता र प्रतिबिम्ब जताततै देख्नेछौँ। परमेश्वरले सबै चिजहरूलाई आफ्नै स्वरूपमा बनाउनुहुन्छ। जीवन अस्तित्वमा, सत्य सत्यतामा, परमेश्वर भलाइमा प्रतिबिम्बित हुन्छ, जसले आफ्नै शान्ति र स्थायित्व प्रदान गर्दछ। परमेश्वरसँग सह-अस्तित्वमा र शाश्वत रूपमा पुरुष र महिलाले सधैँभरि महिमित गुणमा अनन्त पिता माता परमेश्वरलाई प्रतिबिम्बित गर्छन्। उत्पत्ति अध्याय 2 पद 6।
पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो। उत्पत्तिको दोस्रो अध्यायमा परमेश्वर र ब्रह्माण्डको यस भौतिक दृष्टिकोणको कथन छ, जुन कथन पहिले रेकर्ड गरिएको वैज्ञानिक सत्यको ठिक विपरीत हो। त्रुटि वा पदार्थको इतिहास, यदि सत्य हो भने, आत्माको सर्वशक्तिमानतालाई पन्छाउनेछ, तर यो सत्यको विपरीत झुटो इतिहास हो। पहिलो अभिलेखको विज्ञानले दोस्रोको झुटोपन प्रमाणित गर्दछ। यदि एउटा सत्य हो भने, अर्को झुटो हो, किनकि तिनीहरू विरोधी छन्। पहिलो अभिलेखले सबै शक्ति र सरकार परमेश्वरलाई सुम्पन्छ, र मानिसलाई परमेश्वरको पूर्णता र शक्तिबाट मुक्त गर्छ। दोस्रो अभिलेखले मानिसलाई परिवर्तनशील र नश्वरको रूपमा वर्णन गर्दछ, देवताबाट अलग भएको र आफ्नै कसैमा घुम्ने रूपमा। अस्तित्व, देवत्वबाट अलग, विज्ञानले असम्भवको रूपमा व्याख्या गर्दछ। परमेश्वरले मानिसलाई उहाँको स्वरूप, आत्माको प्रतिरूपमा नभेट्दा उहाँको चम्किलो निन्दाले दर्पलाई विश्वस्त पार्छ र यो भौतिक सृष्टिलाई झुटो घोषणा गर्न प्रकाशसँग मेल खान्छ। सत्यको ठिक विपरीत प्रस्तुत गरे पनि, झुटे सत्य भएको दाबी गर्छ। पदार्थको सृष्टि कुहिरो वा झुटो दाबी वा रहस्यबाट उत्पन्न हुन्छ, र त्यो आकाश वा बुझाइबाट होइन। जुन परमेश्वरले सत्य र झुटोको बीचमा खडा गर्नुहुन्छ। त्रुटिमा सबै कुरा तलबाट आउँछ, माथिबाट होइन। भौतिक कुरासँग सहानुभूति राखेर, सांसारिक मानिस भ्रमको आडमा हुन्छ, र त्यतैतिर आकर्षित हुन्छ। ऊ पश्चिमतिर आनन्द यात्राको लागि जाने यात्री जस्तै हो। कम्पनी आकर्षक छ र सुखहरू रोमाञ्चक छन्। 6 दिनसम्म सूर्यलाई पछ्याएपछि, ऊ 7औं दिन पूर्वतिर फर्कन्छ। यदि उसले आफूलाई सही दिशामा बगिरहेको कल्पना मात्र गर्न सक्छ भने सन्तुष्ट हुन्छ। आफ्नो जिगज्याग मार्गबाट लज्जित हुँदै, उसले कुनै बुद्धिमान तीर्थयात्रीको राहदानी उधारो लिनेछ। यसको सहायताले सही बाटो खोज्न र पछ्याउन सोच्नेछ। आफ्नो मुक्तिको काम आफै गर, जीवन र प्रेमको माग हो, किनकि यसै उद्देश्यले परमेश्वरले तपाईसँग काम गर्नुहुन्छ। मनोअञ्जेल व्यस्त रहनुहोस्, आफ्नो इनामको लागि पर्खनुहोस्, र राम्रो गर्नमा नथाक्नुहोस्। यदि तपाईको प्रयासहरू डरलाग्दो बाधाहरूले घेरिएका छन्, र तपाईले कुनै वर्तमान इनाम प्राप्त गर्नुभएन भने, गल्तीमा नफर्कनुहोस्, न त दौडमा अल्छी बन्नुहोस्। जब युद्धको धुवा हट्छ, तपाईले आफूले गरेको असल काम बुझ्नुहुनेछ, र तपाईको योग्यता अनुसार प्राप्त गर्नुहुनेछ। प्रेमले हामीलाई प्रलोभनबाट छुटकारा दिन हतार गर्दैन, किनकि प्रेमको अर्थ हामी परीक्षामा पर्नेछौँ र शुद्ध हुनेछौँ। त्रुटिबाट अन्तिम मुक्ति, जसद्वारा हामी अमरत्व, असीम स्वतन्त्रता र पापरहित भावनामा रमाउँछौँ। फुलहरूको बाटो हुँदै वा काम बिनाको आफ्नो विश्वासलाई अर्कोको दुष्ट प्रयासमा टाँसेर प्राप्त हुँदैन। गलत कामको लागि दुःख भनेको सुधारको दिशामा एउटा कदम मात्र हो र सबैभन्दा सजिलो कदम हो। बुद्धिले चाहिने अर्को र महान कदम भनेको हाम्रो इमानदारीको परीक्षण हो, अर्थात् सुधार। यस उद्देश्यका लागि हामी परिस्थितिको तनावमा छौँ। प्रलोभनले हामीलाई अपराध दोहोर्याउन लगाउँछ, र गरेको कामको बदलामा धिक्कार आउँछ। त्यसैले यो सधैँ हुनेछ।
जबसम्म हामीले थाहा पाउँदैनौँ कि न्यायको व्यवस्थामा कुनै छुट छैन र हामीले सबैभन्दा धेरै तिर्नै पर्छ। तपाईँले नाप्नु भएको नाप तिमीहरूलाई फेरि नापिनेछ र यो बढिएको र बढिएको हुनेछ। सबै मानवीय ज्ञान र भौतिक इन्द्रियहरू 5 भौतिक इन्द्रियहरूबाट प्राप्त गर्नुपर्छ। कि यो ज्ञान सुरक्षित छ जब यसको पहिलो फल खाँदा मृत्यु हुन्छ? जुन दिन तिमीले त्यसलाई खान्छौ त्यसै दिन तिमी निश्चित रूपमा मर्नेछौ। विचाराधीन कथामा भविष्यवाणी गरिएको थियो। आदम र उनका सन्तान श्रापित थिए, आशिषित थिएनन्, र यसले सङ्केत गर्छ कि दिव्य आत्मा वा पिता भौतिक मानिसलाई निन्दा गर्छन् र उसलाई माटोमा पठाउँछन्। परमेश्वरको विचार र गरिब मानवता बीचको असङ्गति बुझ्न सक्ने जो कोहीले पनि उहाँको स्वरूपमा बनेको परमेश्वरको मानिस र आदमको पापी जाति बीचको भिन्नता क्रिस्चियन विज्ञानद्वारा गरिएको बुझ्न सक्षम हुनुपर्छ। प्रेरित भन्छन्, किनकि यदि कुनै मानिसले आफूलाई केही नभए पनि केही खान्छ भने उसले आफैलाई धोका दिन्छ। विज्ञानले जगाएको मानव भौतिक शून्यताको यो विचारले शारीरिक मनलाई रिस उठाउँछ र शारीरिक मनको विरोधको मुख्य कारण हो। एक आलोचकले आरोप लगाए परमेश्वरको विचारलाई शिक्षित गर्नु वा रोगको उपचार गर्नु क्रिस्चियन विज्ञानको उद्देश्य होइन। मलाई दुःख छ कि यस्तो आलोचनाले मानिसलाई आदमसँग भ्रमित पार्छ। जब मानिसलाई परमेश्वरको स्वरूपमा बनाएको भनिएको छ, यो पापी र बिरामी नश्वर मानिस होइन, तर परमेश्वरको समानता प्रतिबिम्बित गर्ने आदर्श मानिस हो। आदम आदर्श मानिस थिएनन् जसको लागि पृथ्वी आशिषित थियो। आदर्श मानिस उचित समयमा प्रकट भएको थियो र ख्रीष्ट येशूको रूपमा चिनिन्थ्यो। मानिसहरूका सन्तान हुन्न, परमेश्वरका सन्तानहरूको बारेमा कुरा गर्दा येशूले भन्नुभयो, परमेश्वरको राज्य तिमीहरूभित्र छ, अर्थात् सत्य र प्रेमले वास्तविक मानिसमा शासन गर्छन्, जसले परमेश्वरको स्वरूपमा मानिस अपतित र अनन्त छ भनेर देखाउँछ। येशूले विज्ञानमा सिद्ध मानिसलाई देख्नुभयो, जो उहाँ कहाँ देखा पर्नुभयो जहाँ पाप गर्ने मरणशील मानिसहरूलाई देखा पर्दछ। यस सिद्ध मानिसमा मुक्तिदाताले परमेश्वरको आफ्नै स्वरूप देख्नुभयो, र मानिसको यो सही दृष्टिकोणले बिरामीहरूलाई निको पार्यो। यसरी येशूले सिकाउनुभयो कि परमेश्वरको राज्य अक्षुण्ण, विश्वव्यापी छ, र त्यो मानिस शुद्ध र पवित्र छ। भौतिकताको विपरीत आध्यात्मिकताको पहिचान मार्फत ख्रीष्ट सत्य मार्फत जाने बाटो पनि मानिसले दिव्य विज्ञानको साँचोले मानव विश्वासले बन्द गरेका स्वर्गका ढोकाहरू फेरि खोल्नेछ र आफूलाई अपत्न, इमानदार, शुद्ध र स्वतन्त्र पाउनेछ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार 3वटा दैनिक कर्तव्यहरू पढ्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम।
न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोखले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ। र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमामा। यस चर्चका सदस्यहरूले दिन हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनुपर्छ र परमेश्वर, आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।